साथीहरू भीम अञ्जली जापानमा जापानको दोस्रो दिन पहिलो दिन अलि बनाउन सकेन किनभने अलि इमोसनल जापान आएर धेरै फ्यामिलीहरूको धेरै याद आयो। पहिलो दिन नै धेरै गाह्रो भयो। आज दोस्रो दिन हो, साथीहरूसँग अलि के भन्छ घुलमिल हुँदैछु। त्यही पनि मनबाट त अलि धेरै खुसी त छैन, त्यही पनि आफ्नो भविष्य सुधार्न आफ्नो फ्यामिलीहरूलाई हेर्नको लागि त केही पनि गर्नै पर्छ। सो त्यही भएर ह्याप्पी। अनि अञ्जली दिदी जापान कस्तो लाग्यो फेरि? जापान कस्तो लाग्यो भन्नाले सुरुमा आउँदाखेरि खासै त लागेन किनभने आफूले बसेको देशमा आफूले साथीभाइ सबै धेरै हुन्छन्। यहाँ आएपछि सबै नयाँ मान्छे, नयाँ ठाउँ, नयाँ वेशभूषा भनौँ। ठिक छ, सुरुमा आएको दिन त धेरै नराम्रो लागेको थियो, तर आज अलिअलि खुसी छौँ किनभने साथीहरू पनि छन्। हामी 3 जना छौँ, अरू पनि छन्, साथीहरू छन् स्कुलमा। राम्रै छ, बानी बसाल्नु पर्यो। अब आउने भाइ बहिनीहरूको लागि के भन्नुहुन्छ जो नेपालमा छन्? तर अलि मनलाई ठुलो बनाएर आउनुहोस्, मुटुलाई के भन्छन् ठुलो बनाएर आउनुहोस्। यहाँ आएर यस्तो होला उस्तो होला भनेर एक्कासी सोचेर पनि नआउनु होला किनभने त्यो सोचे जस्तै पनि हुँदैन। आउँदाखेरि धेरै हुन्छ, आफूले माइन्ड फ्रेस गरेर अलि म गर्न सक्छु भन्ने गरी सबै म गर्न सक्छु भन्ने गरी आउनु पर्यो। नराम्रो पनि छैन, आएपछि राम्रै छ, बोलेपछि राम्रै छ, भाषा भएपछि राम्रै छ। अनि नेपालमा पढेको र अनि यहाँ जापानिजहरू सेन्सेहरूले पढाउनेमा के फरक छ? नेपालमा पनि पढाइ राम्रै हो, पढाइ कुनै ठाउँको पनि नराम्रो होइन, पढाइ सबै राम्रै हो। तर अब के भनौँ यसमा यसमा म यो काटे ल हजुरले मलाई यतिको हजुरले भन्नुभयो है, यतिको समय दिनुभयो यसको लागि धन्यवाद। थ्याङ्क यू। हजुरको महत्त्वपूर्ण समय दिनुभयो। मनलाई बुझाउनलाई पनि गर्नुपर्छ। एकै अब पढी 2 दिन भएको छ, त्यति घुम्ने भएको छैन हामी, भोलि नै ठिक छ। आई होप राम्रो अब हजुरको बाटो अलग, मेरो अलग बाटो, राम्रोसँग पढ्नु। अब लास्टमा के भन्नु छ मेरो सब्सक्राइबरको लागि? सब्सक्राइबरको लागि आउनुहोस्, जापान पढ्नुहोस्, कमाउनुहोस्, खानुहोस्, रमाउनुहोस्, इन्जोय गर्नुहोस्। ल धन्यवाद।